Okay, so today we have arrived here at Melbourne Botanical Gardens with my parents and my good friends. It's a really beautiful place where you get to see all the different varieties of plants, trees. It's just a 30 minutes drive from our house. यो यसको लागि है भान्जी यो मेरो युट्युबको लागि या so it's going to be around a 30 minutes video so that I can upload and hope to get some. So that's over there is the arena. I think it's the Melbourne cricket ground. Is that MCC Jaisab? Yeah, that's over there. Is the Melbourne cricket ground. These are my family. Hazurban Nati over there, and our really one special person from Melbourne. Thank you so much. So okay, के भन्न चाहनुहुन्छ ल? यो चाहिँ मेरो युट्युबको लागि हो है? ए ओके. मेरो भ्युअर्सको लागि हो. I'm okay. तपाईको भ्लग चाहिँ राम्रो होस्. तपाईको भ्लग चाहिँ obviously म भएपछि त अझै भ्युज बढिहाल्छ. Oh. हैन? Keep grinding every day. Okay? 4 days strength training and you make sure you hit 10,000 steps a day. That's the key. So उहाँले चाहिँ अब यो जिम एन्ड फिटनेसको बारेमा भन्नु भएको छ. Look at his त्यस्तो त अब के भन्नेलाई फिगर इज जस्ट अलिअलि देखाइदिने हो सर के छ छैन अहिले एप्स चाहिँ स्टिल ल बट या दिस तपाईँको युट्युब च्यानल त छैन नि मेरो युट्युब च्यानल त छैन पर हामीसँग छ भने नत्र फिटनेसको के बनाउनु भएको छ अनि म मेरो भ्युअर्सहरूलाई चाहिँ हामी चाहिँ एक्चुअली ओके अहिले चाहिँ हामी रोयल बोटानिकल गार्डन so just look at this place. प्रस्थान गरिरहेको Wow. You can see MCC on the left hand side. Yarra River. See the stadiums over there, Yarra River. And okay, Royal Botanic Gardens. Nice. Just look at this. It's the Royal Botanic Gardens. It's in Melbourne. It's so हामी अब मेलबर्नमै बस्छौँ यहीँ जब गर्छौँ यहीँ नै अब बच्चाबच्चीहरू जन्मिँदैछन् हुर्किँदैछन् स्कुल जाँदैछन् होइन अब यो हाम्रो सिटी हो अब ओरिजिनली चाहिँ हामी पोखराबाट हिँड्छौँ है पोखरा पनि ब्युटिफुल छ राम्रो हो तर नेचुरल्ली छ यो चाहिँ होइन इट्स ओके राम्रो फ्लोमा गइरहेछ बुढी होइन हाफ एन आवरको बनाउँछु आधा घन्टाको बनाउँदा बन्छ राम्रै भन्छ चिल्ड्रेन्स गार्डन पनि रहेछ दिस इज अ चिल्ड्रेन गार्डन 650 सो अब चाहिँ हाम्रो हामी चाहिँ भ्लग किन अब हामी साइड साइड हामीले चाहिँ यो बिरुवाहरूको नाम पनि राम्रोसँग अवलोकन गरौँ भन्ने ओके त्यो पनि राम्रो नट अ ब्याड आइडिया है म त्यो आइडियालाई समर्थन गर्छु नाम चाहिँ जुनिपर सेन्ड्रस भन्ने चाहिँ यो यसलाई नेपालीमा के भन्दो रहेछ है नेपालीमा पनि भन्दै मेरो भ्युअर्सहरूलाई सुत्यो भने आधी घन्टा सुत्यो के हो अब यस्तै चाहिँ अस्ट्रेलियन फ्यामिलीको अब यो खुवाउने पनि टेन्सनै छ बच्चालाई अब घुम्न चाइना कश्मीर नेपाल इन्डियामा हेर्नु त ओके भुटान ए ओके ल धुपी भन्छ क्या यसलाई धुपी नेपाल नेपालीमा धुपी ओके धुपी ओके ल ठिक छ हो हाम्रो माइतमा घरकै अगाडि धुपीको बुट हाल्नु थियो ल मेरो बुढीको माइतको घर अगाडि धुपीको रुख थियो अरे जो मान्छेको के थियो यो पनि धुपी हो धुपी नेपाल धुपी नेपाल चाइना र यति फ्लो हुन्छ र धुपीको हाम्रो माइतमा हिँड्छौ You wanna walk? यो चाहिँ हेर्नु न इट्स अ गुड फङ्सन के डुअल क्यामेरा छ कि मैले पनि खिचिरहेको छ बाहिर अगाडि पनि खिचिरहेको ए ओके हैन इट्स गुड फर सो ल अनि के छ त ल तपाईलाई ल भन्नुस् अब मेलबर्नमा नै सेटल्ड हुनुहुन्छ तपाईँ
अब चाहिँ मेलबर्नमै सेटल हुने भइयो अब ओरिजिनल्ली चाहिँ तपाईँ पोखराबाट बिलोङ गर्नुहुन्छ होइन पोखरा पनि एउटा एकदमै सुन्दर प्लेस हो अब लेक्सहरू रिभर्सहरू ल्यान्डस्केप माउन्टेन्सहरू हिमालयज राम्रो ठाउँ हो तपाईँलाई मेलबर्नमा बसिरहँदा चाहिँ अब यहीँ नै जीवनयापन गरिरहनु भएको छ तपाईँ जब गर्नुहुन्छ तपाईँको किड्सहरू बच्चा एउटा बाबु अहिले चाहिँ बाबु मात्रै छ उहाँको मेरो चाहिँ बाबु नानी दुईजना नै छन् तपाईँलाई कस्तो छ त ल के आर यु सेटिस्फाइड यु वान्ट मोर आई एम सो ग्रेटफुल टु बी हियर होइन अब भनौँ न अब कम्पेयर टु अदर कन्ट्रिज हामी चाहिँ एकदमै राम्रो नेसनमा छौँ जस्तो हो मलाई पनि मैले पनि यसो सेफ्टीको हिसाबलेदेखि लिएर तपाईँको यहाँ चाहिँ अब गन रुल्स अभियसली यहाँ त्यस्तो अब अमेरिकाको जस्तो छैन होइन अब यहाँ चाहिँ त्यस्तो भाइलेन्स यताउता अलिक कमै देखिन्छ आनन्दले यसरी घुम्न पाइएछ कतै लुटपाट होला के होला भन्ने चाहिँ अब हाम्रो केही त्यस्तो उस पनि छैन होइन इट्स ब्युटिफुल मलाई सिडनीको त्यस्तै राम्रो लाग्छ मेलबर्न त्यस्तै राम्रो छ इट्स अमेजिङ मलाई पनि अब एक्चुअली सो म पनि अब मेरो भ्युवर्सलाई पनि म अलिकति आई वान्ट टु टेल म युएसमा पनि बसेँ म 4 वर्ष जति अमेरिका पनि बसेँ र म अहिले चाहिँ अस्ट्रेलियामा मेलबर्नमा सेटल्ड छु र मैले अब यो सबै अलिकति मलाई चाहिँ आई थिङ्क नलेज छ कि कुन कन्ट्रिजमा कसरी नेप्लिजहरू गएर बस्दा कस्तो छ त्यहाँको अब वेदर वाइज होइन हरेक कुरा फेसिलिटिज वाइज प्लस गभर्मेन्ट बेनिफिट्स वाइज हरेक वाइज आई थिङ्क मलाई चाहिँ अस्ट्रेलिया नै बेस्ट लागेको छ है अहिलेसम्म गाइज होइन तपाईँलाई के लाग्छ मलाई क्यानाडा पनि किनभने क्यानाडा अलिक चिसो ठाउँ छ युएसमा पनि अब सो मेनी इस्युज गोइङ अन राइट नाउ युएसमा अब तपाईँको अब डोनाल्ड ट्रम्पले त्यस्तै नै प्रब्लम दिइरहेको छ त्यहाँ इमिग्रेन्ट्सहरूको लागि स्पेसल्ली अब अनि युके पनि अब इट्स इकोनोमी पुरै डिक्लाइन छ त्यहाँ है मलाई चाहिँ अस्ट्रेलिया नै बेस्ट लागिरहेछ है अलिकति हेर्दाखेरि जो बाहिर आउन चाहनुहुन्छ बाहिर सेटल हुन चाहनुहुन्छ उहाँहरूको यस्तो ड्रिम छ त्यसको लागि चाहिँ आई रेकमेन्ड अस्ट्रेलिया है अनि प्लस मेलबर्न त अलरेडी इज अ बिग सिटी इन द बिगेस्ट सिटी इन मेलबर्न एट द मोमेन्ट द मोस्ट पपुलेटेड एन्ड मोस्ट इमिग्रेन्ट्स फ्रम इन्डिया नेपाल इभन चाइना होइन अनि हाम्रो साउथ एसियन रिजनबाट आएर सेटल हुनुभएको छ सो या गाइज है तपाईँहरू अब सोचिरहनु भएको छ भने अस्ट्रेलिया आउने अनि कसो छ नि मेलबर्नमा चाहिँ ओल्ड पपुलर युनिभर्सिटिज ओल्ड हाइएस्ट ग्रेडको युनिभर्सिटिजहरू पनि मेलबर्नमा नै छ इट्स अ गुड प्लेस टु ह्याभ अ लाइफ होइन यहाँ के नै सर एकदमै यहाँ किन भन्दाखेरि तपाईँको चाहिँ वेजेसको हिसाबलेदेखि लिएर तपाईँले नो म्याटर वाट जब यु डु अब आयो यहाँ ठाउँ छ त घाम छ ठाउँ छ ल त्यहाँ एउटा ठाउँ के गर्ने जाने हो यतातिर हो जाने जाम ल यसो गर न त तिमीहरू यतै बस होइन बाबुलाई के गर्ने हो हामी मेलबर्न बोटानिकल गार्डन्स यहाँभित्र चाहिँ अब त्यो जङ्गल टाइपकै जङ्गल भाइबकै चाहिँ त्यस्तो छ नि त पहिला खुवाउने नै होला यहीँ बसेर खुवाउने होला एउटा क्याफे पनि छ त्यो क्याफेको छेउमा नि बस्नु यो फार्म गल्ली भन्ने हो कि एरिया हो कि फार्म गल्ली भन्ने एउटा क्याफे छ नि फार्म गल्लीमा के छ फार्म गल्ली भन्छ फार्म गल्ली के हो के काम भिजिटर सेन्टर 5 मिनेट रहेछ त्यहाँ गएर आउनु नि त खै कुन साइड हो भिजिटर सेन्टर 5 मिनेट 5 मिनट्स फ्री ओके दिस साइड 5 मिनेट के छ ल जाम कि त्यहीँ नै जाम सबैजना त्यहीँ बसेर खुवाउनु नि छैन हुन्छ 5 मिनेट छ जाम ल भिजिटर सेन्टरतिरै जाम तर अहिले यो पानी भएको एरियामा आउनुपर्छ है किन यो हेर्नु पर्यो ब्युटिफुल छ कस्तो मजाको छ कि होइन यहाँ त पिकनिक सिकनिक बर्थडे सड्डे नै गर्छन् कस्तो मजाको छ सबै फर्केर आउनु सबै गर्छ
जुत्ता किन जानु हो जुत्ता नानीको जुत्ता 3-4वटा कहाँ लिनु बुढोले 3 नान्दा हुनुहुन्छ सो यो आजको मेरो भिडियो चाहिँ ब्लगिङ प्लस पोडकास्ट टाइप नै भइरहेछ किनभने एउटा एकदमै इन्फ्लुएन्सियल पर्सन अफ मेलबर्न मिस्टर प्रकाश अधिकारी ओरिजिनली फ्रम ट्याक्सी चोक हुनुहुन्छ सो यहाँ त्यही त गाई चाहिँ अब मेलबर्न अस्ट्रेलिया आई थिङ्क if you guys are planning to come overseas, go overseas after your school, high school. I think the place, this is the place. We're going straight आउनको up. लागि सेटल हुनको लागि पढ्नको लागि जबको लागि all kind of jobs, health sector, IT sector, even cleaning, even हामी त यता नि छुट्यो नि के छ माथि बच्चाहरूको चाहिँ टाइम छ त हामीसँग चाहिँ मलाई हेर्नु त आई मैले थिङ्क भिडियो बनाएको त 11 मिनट रिमेम्बरेन्स त मलाई त बरु त्यस्तो खासै लाग्दैन यार त्यो फर्स्ट टाइम आउँदाखेरि चाहिँ दामी लाग्दो रहेछ माथिको ठुलो ठुलो होइन माथिको चाहिँ सिधै उता गयो भने सो यो सिटीको मेलबर्न सिटीको सेन्टरमा छ यो रोयल बोटानिकल गार्डन अनि यहाँ चाहिँ किन्डर गार्डनहरूबाट स्कुलबाट पनि किड्सहरू कस्तो राम्रो लाग्छ यार लिएर आउने यो तर यो घरमा तपाईँले रोप्नुहुन्छ नि चाहिँ मैले देखेको छु मान्छेले बढ्दै 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 जाँदो रहेछ के हो अनि हेर्नु त त्यसले त सबै घरै त्यो तलको नै उक्काइदियो भने Where's the visitor center? सो यहाँ स्कुलका बच्चाहरू पनि आएका छन् Where is the सायद यो अब एक्सपेडिसनहरू visitor center कता हो यो The Ian Foundation Children Garden यो हैन यता यस्तो राम्रो राम्रो प्लान्ट्सहरू है न्यू अब यो हामीले यो नर्मली यो नेपालतिर देखिँदैन यस्तो प्लान्ट्सहरू त्यस्तो प्लान्ट्सहरू पनि छ यहाँ बोटानिकल गार्डन भनेको नि प्लान्ट्सहरूको भेराइटिज अफ प्लान्ट्सहरूको एउटा कलेक्सन स्पट जस्तो नि पार्किङ स्पट अब फ्यामिलीलाई छुट्टीमा किड्सहरूलाई लिएर आउने खाने बस्ने ठाउँहरू हो आजको त वेदर पनि यस्तो राम्रो के चिल एकदम नाइस ब्युटिफुल वेदर Come on. Are you tired, Ivan? अब त्यो त सुत्छ होला हामी अहिले जाने बेलामा त 100%. यो केटा त बिचारा हिँड्न चाहिँ Yubi, this little guy here is Yubi. His name is Yubi. Say hi, Yubi. Hi, Yubi. So Yubi चाहिँ उसले लन्च गरेको छैन लन्च गर्दा गर्दै नै हामी हिँडेको हो अब उसले सायद खाएर ऊ निदाउँछ होला अब केही समय ऊ सुत्यो भने आनन्द नै हुन्छ हामीलाई पनि अहिले यसरी जाने हो तल त्यो पानी त्यसको पानी फुलहरू भएको ठाउँदै हेर्नु पर्यो नि मेन त त्यही पानी भएको जग्गा कस्तो राम्रो पर आज हाम्रो गाइड चाहिँ यस्तो गरेर अनि माथि प्रकाश अधिकारी है गाइज प्रकाश अधिकारी के छ युट्युब इन्स्टा वाट्सएप के छ तपाईँको इन्फो मेरो हामी चाहिँ Oh, look, okay, yeah, के रहेछ यस्तो प्लान्ट Children's Garden. Let's see the children garden. The Land Potter Foundation Children's Garden. Land Ian Oh, sorry, Ian. Thank you for correcting me, buddy. Close Monday and Tuesday. खाउन ढिलो हुने हो कि यति त हैन के भयो हो नि हैन चिल्ड्रेन गार्डन के हो बस्नु त ल कता यहाँ होइन भर्खरै गरा एक्सपेडिसनहरू यस्तो गराउँछन् किड्सहरूले पानी खाने ट्याप छ यहाँ
पुर्खालाकै पानी चाहिँ यसरी यहाँ अठाएपछि यसरी पानी आउँछ के अरे गाइज होइन। तपाईँहरूले मुभिजहरूतिर पनि देख्नु भएको छ डेफिनेटली। ल यसलाई अब खुवाउनु पर्ला। स्कुलको बच्चाहरू आज फ्राइडे हो जब हामी घुमिरहेछौँ, त्यसैले विकेन्ड स्याटरडे सन्डे त अब हुँदैन के अरे स्कुल। यो के को रुख रहेछ यो यस्तो यस्तो ठुलो। ओके क्विन्सल्यान्ड बोटल ट्री त्यसको साइन्टिफिक नेम पनि छ, त्यहाँ पढ्न गाह्रो भयो। इट गेट्स भेरी ड्राई इन सेन्ट्रल क्विन्सल्यान्ड वेयर आई कम फ्रम, सो आई स्टोर वाटर इन माई bottle shaped trunk. Bees and other insects drink nectar from my springtime bell-shaped flowers. My board-shaped seed pods hold bright orange seeds which are covered in spiny hairs that will make you itch. मैले अलिअलि बुझेँ, बुझ्न त बुझेँ तर ठिकै छ। खै के भयो ल? हात्ती बनाएको छ न हात्ती। जानु मम्मी। सो बेसिकल्ली अब आज चाहिँ रोयल मेलबर्न बोटानिक गार्डन, अब यो ट्रेडिसनल हाउस पुरानो घरहरू, आजकल चाहिँ यस्तो घरहरू बन्दैन लामै भयो क्या होइन। मैले 30 मिनट्सको बनाउने 17 मिनट जति भयो। एकछिन पज गर्दा भ्युवर्सहरूलाई पनि यसो देखाउनु भने आधा घन्टाको त युट्युब भिडियो होइन, होइन कट गर्दै हाल्दियो नि त। त्यो पनि हो। एडिटिङ अहिले मैले सिकिसकेको छैन, आइएम जस्ट स्टार्टिङ एट द मोमेन्ट, सो ठिकै छ। यस्तो घरहरू चाहिँ आजकल बन्दैन, यो चाहिँ पुरानो ट्रेडिसनल हाउसहरू गार्डनहरू। के हो चाहिँ त्यो लौका हो के हो त्यो? व्हाट इज द्याट? लौका जस्तो छ तर लौका त होइन रहेछ। अब्जर्भेटरी हाउस, गभर्मेन्ट एस्ट्रोनोमर्स। ए यो गाडी चढ्ने भने हो क्या इन्दुले? के छ यो कतिजना जम्मा भएपछि जाने जस्तो लाग्छ मलाई। यस्तो यो गाडीमा चढेर घुम्न पनि मिल्छ है गाइजलाई। यो चाहिँ एउटा यस्तो सुविधा छ यहाँ। स्कुले बच्चाहरू त्यहाँ खेलिरहेछन्। यहाँ बस्नु टेबलमा बस्नु हुन्छ होला। के बनाएको रहेछ यो आर्टिफ्याक्ट? क्याफे छ, भिजिटर सेन्टर पनि यही नै हो। टेबल पनि भएको छैन त्यस्तो ठाउँ। त्यो यहीँ नै राखेर खुवाउने कुरो भयो। ठिकै छ, यहाँ पनि ठिकै नै लाग्यो है मलाई। एक चक्कर भएछ। तर हामी मेन ठाउँ त्यो भित्रभित्रको त्यो जङ्गल टाइप चाहिँ यहाँ छैन। ऊ त्यो के छ बुढी, त्यो बुझ्ने हो र चाहिँ त्यो चढ्ने बुझ्ने हो। टिकट लिनुपर्ने लिएर बस्नु पऱ्यो। बुझ्ने हो गर जाऊँ न त बुझौँ। म भान्जी चाहिँ बस्छु तपाईहरु गए
तपाईँ बुझेर आयो नि भयो जाउँ हिँड्नु नि त जाउँ टिकट बुझ्ने तपाईँलाई सेट गर्ने होला चिसो घाममै बस्ने जाउँ ल चढ्ने चढाउनु त है अब बाबुले कति टाइम लाग्छ खाउन आधी घन्टा 1:15 भयो 2 बजेको लिए एउटा बिहान छैन मान्छे तर 2 बजेको लिएर फेरि हाम्रो हाम्रो त कसरी बढाउनु मिल्छ नि तपाईँको त एपबाटै मिल्छ हाम्रो त मिल्दैन होला एपबाट गर्नु कति बजीसम्मको छ हजुरको 3 बजीसम्म हैन कतिको 1:14 भयो घुमेर आउने त होला नि हामी चाहिँ उ त्यो बोटानिकल गार्डन घुम्ने त्यो ड्राइभ के छ त्यो गाडी कार जस्तो त्यसमा चाहिँ बसेर अब कति टाइमको हुँदो रहेछ हाम्रो फेरि उता पार्किङ पनि टिकट पनि राखेको छ पार्किङको टाइम हुन त पार्किङ टाइम बढाउन त मिल्छ फेरि बच्चा बच्चीलाई स्कुलमा लिन जानुपर्ने पनि छ यस्तो हुन्छ हेर्नु अब यी घुम्न निस्क्यो अब बच्चा बच्चीको होइन बुढी टेन्सन मेरो बुढी फेरि अझै टेन्सन लिन्छन् स्पेसल टेन्सन लिन्छ भने एक्स्ट्रा तर आमाहरू त्यस्तै नै अब यो बस चढेर अब हामी जाने हाम्रो प्लान योजना बनेको छ वी आर गोइङ इनसाइड द visitor center. The visitor center has moved, so we're going inside the visitor center and asking for the time and everything. So एकछिनमा भिडियो बनाइरहेको छु भिडियो भिडियो त छैन नि यहाँ सबै सोधा है बडो ल कति टाइम हो कति टाइम लाग्ने हो के हो यस्तो सपहरू मान्छेहरू आउने किन्ने होइन गिफ्ट्सहरू यसको यहाँको मेमोरी काम पनि गर्छन् And how long? It's a half hour. Half an hour, okay. And 5 to 15. I think yeah. You want to book it in? Yeah. Any charge for kids? How old So that's the 4 items. 3 and Three, I think three. It's not How ours. many seats? Just one. 150. Yeah, so that's free for them. Okay. Is there anyone like that, or do they need a seat? Card. Yes. It's our friend. They are feeding him How now. many in the group total? We are 6 in it. 6 adults. Give me 1 second. I'll make sure there's space for you. Just tapping here. Thank you. So 6 adults and 1 child. Okay, thanks. Thanks for checking. $45. Seriously? Yeah, I can fit you. Fit. Very lucky because it's been busy. So. Thank you. That's so cute. के रहेछ यहाँ यस्तै उडन गिफ्ट्सहरू छ यहाँ है इट्स नाइस ड्रिङ्क्सहरू टपिसहरू Sorry, do you want a receipt? It's okay. It's okay. Oh, it's okay. I thought around 60. It's okay. Thank you. It's around the gift. यहाँ चाहिँ बुढो 15 रहेछ 15 ए हो र? तलको वाकवालाको चाहिँ ए 145 मा रहेछ ठ्याक्कै 145 मा अनि 2:15 मा आधा घन्टाको रहेछ आधी घन्टा ल एउटा टिकट देखाउँदै हेर्नु कस्तो हुँदो रहेछ 145 मा कति रहेछ यस्तो टिकट किन्यौँ हामीले रोयल बोटानिक गार्डन्स मेलबर्न एक्सप्लोरर 145 हैन यही घुमम that's it. अनि यो यसमा बसेर अब हामी घुमिन्छ युबीलाई पनि सिट छ अरे है ल एभाइलेबल छ अरे अनि युबी इज फ्री होला बच्चा भएको भएर फ्री बच्चाको सो हामीले चाहिँ भित्र गयौँ हामीलाई हामी उयो थिङ्किङ लाइक $45 आधा घन्टाको इट वाज आई थट इट वाज क्वाइट एक्सपेन्सिभ बट होइन रहेछ $15 मात्रै रहेछ सो इट्स नाइस नट ब्याड है
के भयो के भनेको जाउलो खुवाउने कार्यक्रम भएको छ नेपाली रेस्टुरेन्ट के खाने भन्नु त कफी नेपाली रेस्टुरेन्ट जाने अरे ड्रिङ्क्स केही खाने नखाने मामा केही ड्रिङ्क्स खाने हँ केही ड्रिङ्क्स के लिएर आउँ त्यस्तो कफी खाने कफी खाम कफी खाने त मम्मी खाने मम्मी खानु नि त गर्मी कफी खाने ज्वाइँ र मम्मी खाने दुइटा हुन्छ तपाईँ र हामी हुन्छ इट्स के खाने भन्नु त म चाहिँ स्किन क्याप्चिनो हुन्छ अनि म लेट्सी केक लाटे खानु होला एउटा लाटे नो सुगर No sugar. Can I have one? No regular size, just a small and large. Yeah. Okay. Just a large latte. Yes. No sugar. No sugars. And then I'll get small skin cappuccino. More skin cappuccino, yeah. Can I get half the sugar? Half sugar inside. Yeah. कागले खान खोज्दैछ ब्रेडहरू पाइन्छ कफी सपमा यस्तो ब्रेडहरू क्रोसान्ट्सहरू क्रोसान्ट्स भएछ क्रोसान्ट Croissant त खाने कुरा होइन. घरिघरि चाहिँ इङ्ग्लिस चाहिँ खतरै निस्किन्छ Croissant चाहिँ क्रोसान्ट्स खाने कुरा होइन. एकदमै लाइक मैदा सानो हुन्छ होइन तर एकदमै लाइक धेरै क्यालोरी हुन्छ. ओके अरू भन्दैन त्यही त हो. So this guy here, Mr. Prakash Adhikari, he is a really healthy eater. He's a gym goer. He has a really nice physique, lean muscles and stuff. A lot of protein stuff he eats, and he keeps recommending us too. But we have been really lazy recently and not kindly really following him. But yeah, amazing guy. सानो फ्लावर्सहरू छन् हाम्रो कफी रेडी हुँदैछ त्यो चाहिँ 145मा छुट्ने रहेछ आधा घन्टाको ड्राइभ हुँदो रहेछ हाम्रो अहिले बल्ल 121 भइरहेछ बाबुले खाँदैछ सो इट्स गुड है के देखाउँदा यहाँ एकछिन खाना खाने कार्यक्रम भएको भएर अहिले चाहिँ परेवा चाहिँ तपाईँको हाम्रो नेपालको मन्दिरहरूमा पनि हुने परेवा जता पनि यो परेवाको नेचर कस्तो फ्रेन्डली ह्युमनसँग मिल्ने यो परेवाको के नेचर चाहिँ होइन आधा घन्टा चाहिँ म बनाउँछु इट्स अनि ठिक छ 2 मिनट पछि म इन्जोय गर्छु है यो परेवाकै चाहिँ परेवा तपाईँको नेपालको मन्दिरतिर पनि हुन्छन् होइन यो परेवा कस्तो फ्रेन्डली यो ह्युमन फ्रेन्डली यो के हुँदो रहेछ यो होइन भनौँ न त्यो एकचोटि तपाईँको उडाएको परेवा चाहिँ ब्याग त्यहीँ आउँछ अरे क्या हो तपाईँलाई यसको बारेमा के खान्छ खै त्यस्तै जस्तो लाग्छ. नो आइडिया. त्यस्तो जहाँ पनि परेवाहरू देख्नु पिछन् पहिला पनि चिठीहरू तपाईँको आदान प्रदान गर्न परेवाहरू युज हुन्थ्यो अरे होइन हिस्ट्रीमा पनि राजा महाराजाहरूले यताउता सबै यस्तो गर्थ्यो अरे भन्ने छ नि त परेवाको खुट्टामा बाँधेर होइन है सो के रहेछ परेवाको रिसर्च चाहिँ गर्नुपर्ने देखियो है तर हाम्रो सरलाई चाहिँ अब फिटनेसको रिसर्च गर्दै फुर्सद छैन होला परेवा दुनियाँ चिज छन् संसारमा के को रिसर्च गर्ने भन्ने पनि होला बच्चाको रिसर्च गर्दै हुनुहुन्छ उहाँ अब ठ्याक्क कुन टाइम मिलाएर सेकेन्ड बेबी भन्ने प्लान छ जस्तो लाग्छ मलाई ओके गाइज सो 29 मिनट्सको भिडियो बनिसकेको छ अब जस्ट अबाउट 45 सेकेन्ड्स म भिडियो इन्ड गर्छु किनभने धेरै कुरा बोलिरहन पनि अलि तपाईँहरूलाई पनि भ्युअरलाई पनि इरिटेटिङ नै हुन्छ मलाई थाहा छ एन्ड आइ एम ट्राइङ टु मेक मोर भिडियोज लाइक दिस प्लस अल्सो द पोडकास्ट टाइप अल्सो द इन्फर्मेटिभ टाइप all kind of whatever I can get through my head. I'm planning to put it into my YouTube channel and slowly grow my channel. So thank you for watching till now. It's 29 minutes 47 seconds now and bearing me for all this
30 minutes. You guys have been really amazing. My wife is saying tap out now over there. So yeah, thank you and see you again.